Hi guys, welcome back to my channel. Next day the vlog. मलाई त केही भएन फाटफुट सुत्यो सबैभन्दा धेरै ठाउँ तिमीले उठेर के खुल्ले ठाउँले छन् नम्बर 1 5 बजे उठेर काम गर्यो अल्छम गरेछु म यति थाकिसकेँ यो पखाल्ने मात्रै This is life, real life. Rap सुनौँ Rap चाहिँ लास्टतिर freestyle. काम हुँदैछ गाइस अब yes के साह्रो जाडो भएको फेरि खसेको भनेर झन् गर्छ नि गुड मर्निङ हेलो मर्निङ यहाँ चाहिँ सुते म चाहिँ बिहान 5 बजे उठेर Hi guys, welcome back to my channel. Next day the vlog. यस्तो रमाइलो भयो यार तर घुर्ने कोही यत्रो ठुलो ठुलो अनि मैले चाहिँ पुरा थिचेरै आतिशवादीलाई ओ माय गॉड झन्डै मरेको त्यति साह्रो चाहिँ होइन अनि आतिशवादी त उतापट्टि फर्केर सुत्दिरहनु भएको रहेछ होइन रुबीलाई चाहिँ सबभन्दा बेसी गाह्रो भएछ नाउ सी इज स्लिपिङ सुरुवाल खोलेर टाउको फालेर छु त्यहाँ अनि सरिस्मादी चाहिँ अघि उठेर उठ घरमा सुत्ने हो ल टिकटक बनाइहाल नि त एउटा दुइटा आउनु के आउनु भनेर अनि कहाँ सुतेर बस्ने हो त नि कहाँ सुत्या त गफ गरेर नि पल्टिरहेको मस्त रुबी बिहान को लागि पढाइदिनु पर्यो फेरि खतरा सरप्राइज दिँदो रहेछ होइन त्यही भन खोइ को लागि गिफ्ट पठाइदिनु रे सरप्राइज रे लौ बहिनीहरू कसरी सानो बहिनीलाई ओ मलाई फेरि कस्तो ट्याक्कै डिस्टर्ब भएर म सुत्दै सकेन क्या कहाँ छिटो उठ्या त नि अनि सुत्न सकेन अनि कहाँ सुत्न आएको हो त घुम्न आएको रमाइलो गर्न आएको ए रातभरि सुतेर उठ्नु ए यस्तो पानीमा को हाइकिङ हुन्छ आमा कति राम्रो कि मेरो बहिनी मलाई नि कुनै दिन त्यस्तो सरप्राइज नदिनु म त रुइदिन्छु आँखा भरि आँसु आउँछ माथि र तल मिलेर सुत्या मजा आएछ त तिमीहरूलाई हाम्रो सही थियो स्पेसमै पुगेन अलिकति कुचुक्क भयो 5 जना ढाड दुखेर 4 जना चाहिँ ठिकै हो मलाई त केही भएन फाटफुट सुत्यो सबैभन्दा धेरै ठाउँ तिमीले उठेर के खुल्ले ठाउँले छन् रहेछ निकै मैले त सिरा कस्तो यस्तरी धाम्रेको ठाउँले बिचरा रुबी सानो मान्छे रुबीलाई गुल्टुङ तल चलिकन सरी बसिले एकछिन म उ सबै शीतल डेली हुन्छ यस्तो छ वेदर अहिलेको रातभरि पानी परेर यहाँ अर्को टिम पनि हुनुहुन्छ हामीसँग हामी चाहिँ ऊ त्यहाँ पर बसेको होइन गाडी यसरी राखेर ओके अहिले चाहिँ हाम्रो वासरुम गएको वासरुम चाहिँ यहाँ छ हजुर हाम्रो वासरुम चाहिँ यहाँ छ सबिदी र म चाहिँ जाँदैछु होइन ओके वासरुम हो क्युट छ यति हो वासरुम चाहिँ
एकजना झ्याट सफा गर्नु त ग्लोभ्स लगाएर Oh my god. नम्बर 1 5 बजे उठेर काम गर्यो अहिलेसम्म गरेछु म यति थाकिसकेँ गाइजहरु ब्लगमा क्याप्चर गरेर कति धेरै सफा भएछ डबल थियो अनि हो डबल थियो डबल मेरो भागमा चाहिँ यति पखाल्ने तर साबुन पनि छैन हैन यो पखाल्ने मात्रै मतलब गनाउँछ भनेर अनि अरूहरू चाहिँ सफा गर्दै हुनुहुन्छ कस्तो राम्रो वेदर भइरहेछ तर अहिले हिजो त लास्टै पानी पर्यो यस्तो तर ठिक छ रमाइलो भयो टिरिङ पानी भयो ल रियालिटी चेक क्याम्पिङ बस्ने मात्र भनेर हुँदैन भाडा पनि धुनुपर्छ यसरी बिहान बिहान उठेर फेरि भिआइपी वाला भाडा धुने हो नि ग्लोभ्स लाएर यहाँ भाइ चाहिँ दौडिँदै टोइलेट आउँदैछ हाम्रो सरिस्माको लप्पु चिया पाक्दैछ अब मेरो हो त्यो राख त्यही होइन अनि यता सबैजना हामी छौँ यता त्यसमा दि हुनुहुन्छ कानको कसको होइन गीत बज्दैछ म पनि अब ड्रेस चेन्ज गर्ने हिजो यत्तिकै मैला भइहाल्यो ओ माई गॉड व्हाट इज दिस धेरै मैला भएछ यहाँ यतिमा थाहा छ तिमीलाई कपी गर्छु के हो कि थाहा छैन मलाई थाहा छैन घुम्नु यहाँ हाम्रो मकै पाकिरहेछ ओके यो कहिलेसम्म पाक्छ पाकिसक्यो त यो कर्न त ए आलु पनि पाक्छ अब हाफ मात्र पाक्यो ओके दिस इज लाइफ रियल लाइफ धुवा नि उडे के भनेर लेख्ने रे के भनेर लेख्ने रे नो फोन नो इन्टरनेट ओन्ली रमाइलो कस्तो सुहाए पिङ्कले उसको एउटा ऱ्याप पनि सुनौँ न त ल ल ऱ्याप सुनौँ ऱ्याप सुनौँ ऱ्याप चाहिँ लास्टतिर फ्रीस्टाइल अर्को जन्म हुन्छ भने दोहोऱ्याएर फेरि तिमी सँगै बितो मोडल पोजमा छु कि म अगाडि क्यामेरा मुस्कानले सजाउला तिमीलाई बिरती भाका गुनगुनाउँदै नसिका मिल्छिन मेरे हमदम लास्टमा कस्तो बिग्रियो तिमीलाई ऱ्यापै ठिक छ जालु मुस्कान प्रियसी चोरी लाग्यो मन मेरो ऱ्यापै ठिक छ मेरो बेबीलाई घाम लाग्यो घाम लाग्यो पट्टाहरू त तिमीले कस्तो राखेको त्यस्तै काम हुँदैछ गाइस
सुसु मात्रै ठिक छ एउटा ब्ल्याङ्केट पठाउन कस्तो मजाले पठाइदियो भाइले हिजो पट्टा चाहिँ त्यसैले पटाइ देखाउ त हेरौँ म नि सिक्छु ओइ तिमीलाई कसरी मजाले पट्टा भने होइन ब्ल्याङ्केट पिरती भाका गुनगुनाउँदै बन्द आँखा ओइ हामी ब्ल्याङ्केट यस्तो गरेर चाक यस्तो यस्तो गर्ने के गर्ने अरे ब्ल्याङ्केट यस्तो गरेर यस्तो उसले गरेर ल्याउँछ अलिकति तलसम्म ब्ल्याङ्केटै सानो भयो देखिनु ब्ल्याङ्केट चाक नै देख्यो हामी चाक चाहिँ नहेर्ने भनौँ यस्तो गरेर समात्दा त यस्तो गर्नु अरे हो अब ओ यस यस्तो भन्नु मैले बिटा नाइट हिजो राति गर्नु भने सुत्नुभन्दा अगाडि म्याट्रेस पनि पट्टाम पट्टा उफ सामान निकालेर निस्किनु पहिला ल बाई सो सबै टेन्टहरू निकालिसक्यौँ यहाँ आधी निकाल्दै हुनुहुन्छ अब अलि त आउनु रहेछ हार्ड वर्किङ पिपल यो सबैभन्दा सजिलो पनि के सेटअप गर्न एकैछिन सेटअप पनि मायाले बोलाउँ के साह्रो जाडो भएको फेरि लानु पऱ्यो नि त डर्टी भएर क्लिनिङ गर्नु पर्यो गाइस त्यही भने त्यही भएर यता हाल्नु नि फसेको भनेर धर्नु गर्छ कि ओके गाडी यतै ल्याउँदै हुनुहुन्छ ल हामी घर आइपुग्यौँ अब सामानहरू यहाँ छ टन्नै छ होइन ल अब यहाँ बस्ने त्यही रुबीको घर गएको होमलेस भएर हामी होमलेस पिपल को घर पनि हेरेर अब हामी फर्केको अनि पोर्ट निक्लियो अनि छक्का अनि अर्को एउटा चाहिँ छक्का भनी के हो यो जे भने त्यही आएको